उहिले म केटाकेटी हुँदाखेरि मेरो बाउले ढिकी कुट्नुहुन्थ्यो म घान लाउँथेँ अनि पिच्याएर हात क्याप्टिन भएको अहिले बल्छिन्छ त्यो आजभन्दा 54 वर्ष अगाडि आज 54 वर्ष पछाडि आज ढिकी कुटिँदैछ अँध्यारो भयो झर्किने मुटु एउटै मनले बन्दास एउटै एकै भयो हाम्रो माया पनि सँगै जिउने मनले सम्झने सँगै जिउने मनले सम्झने त्यस्तो छ है हाम्रो यहाँ पाहाडको यसरी हाम्रो बाजेले मरि कुट्नु हुँदैछ भाउजूले चाहिँ भनेको घान लाउनु हुँदैछ त्यस्तो छ है अब के गर्ने दुःख मरिन्छ अब सक्दियो